नमस्ते साथीहरू, के तपाईँलाई थाहा छ संसारमा मानिस मात्र एउटा यस्तो प्राणी हो जसको दाँत बाङ्गो निस्कन्छ। तपाईँले कहिले कुनै जनावर वा प्राचीन मानिसको खप्परमा ब्रेसेस लगाएको देख्नुभएको छ? छैन। जेम्स नेस्टरको किताबको 7औं अध्याय च्युले एउटा यस्तो रहस्य खोल्छ जसले मेडिकल विज्ञानलाई नै चुनौती दिएको छ। आज हामी जान्नेछौँ कि कसरी हाम्रो नरम खानेकुरा खाने बानीले हाम्रो अनुहारको आकार मात्र बिगारेको छैन, बरु हाम्रो श्वास फेर्ने नलीलाई पनि साङ्घुरो बनाएको छ। तयार हुनुहोस्, यो भागले तपाईँको आफ्नो अनुहार र स्वास्थ्य हेर्ने दृष्टिकोण बदलिदिनेछ। जेम्स नेस्टर यो रहस्य खोज्न पेन्सिल्भेनिया विश्वविद्यालयको मोर्टन कलेक्सनमा पुगे, जहाँ हजारौं वर्ष पुराना खप्परहरू राखिएका छन्। उनले त्यहाँ एउटा अचम्मको कुरा फेला पारे। उनले हजारौं खप्परहरू जाँचे, तर एउटा पनि खप्परमा बाङ्गो दाँत भेटिएन। 5000 वर्ष पुराना ती मानिसहरूको बङ्गारा यानि कि निकै फराकिलो थियो र उनीहरूको 32वटै दाँत पर्फेक्टली मिलेको थियो। त्यति बेलामा कुनै डेन्टिस्ट थिएनन्, तर पनि उनीहरूको दाँत सिधा थियो। नेस्टर भन्छन्, हाम्रा पुर्खाहरूको अनुहार आजको भन्दा धेरै फरक र बलियो थियो। आखिर के बदलियो त? यसको उत्तर हो हाम्रो खाना। एन्थ्रोपोलोजिस्ट रोबर्ट कोरुचिनीले केन्टकीको एउटा गाउँमा एउटा प्रयोग गरे। उनले 2 पुस्ताको तुलना गरे। पुरानो पुस्ताले कडा र प्राकृतिक खानेकुरा खान्थे, तर नयाँ पुस्ताले आधुनिक मेसिनबाट बनेको प्रोसेस्ड र नरम खानेकुराहरू खान थालेका थिए। नतिजा डरलाग्दो थियो। जम्मा 1 पुस्ताभित्रै बच्चाहरूको बङ्गारा सानो भयो र उनीहरूको दाँत बाङ्गो निस्किन थाल्यो। जब हामीले चपाउन छोड्यौँ, हाम्रो अनुहारको हड्डीको विकास रोकियो। नेस्टरले यसलाई मानव इतिहासको सबैभन्दा ठुलो इभोल्युसनरी इरर भनेका छन्। यो कुरालाई अझ प्रष्ट पार्न नेस्टरले सन् 1970को एउटा प्रसिद्ध प्रयोगको चर्चा गर्छन्। डाक्टर एगिल्स हार्वर्डले बाँदरहरूमा एउटा अध्ययन गरे। उनले केही बाँदरहरूको नाक बन्द गरिदिए, जसले गर्दा उनीहरू मुखबाट श्वास फेर्न बाध्य भए। केही महिनामै ती बाँदरहरूको अनुहार लामो भयो, बङ्गारा खुम्चियो र दाँतहरू बाङ्गा टिङ्गा निस्किए। यो प्रयोगले प्रमाणित गर्यो कि यदि हामीले नाकबाट श्वास फेरेनौँ र चपाउने मांसपेशीहरूको प्रयोग गरेनौँ भने हाम्रो खप्पर यानि कि स्कलको आकार नै बिग्रिन्छ। यही कुरा आज हामी मानिसहरूमा भइरहेको छ। तर के यो समस्या सुधार्न सकिन्छ? जेम्स भन्छन्, हो, हाम्रो अनुहारको हड्डी अरू हड्डी जस्तो हुँदैन। यो लचिलो हुन्छ। डाक्टर जोन मे र उनको मिविङ प्रविधिले देखाएको छ कि यदि हामीले जिब्रोलाई तालुमा टाँसेर राख्यौँ र कडा खानेकुरा चपाउने अभ्यास गर्यौँ भने हामीले 70 वर्षको उमेरमा पनि आफ्नो बङ्गारा फराकिलो बनाउन सक्छौँ। चपाउँदा हाम्रो शरीरमा स्टेम सेल्स सक्रिय हुन्छन्, जसले नयाँ हड्डी बनाउन मद्दत गर्छ र श्वास फेर्ने बाटो यानि कि इयरवे फराकिलो बनाउँछ। साथीहरू, आजैदेखि कडा खानेकुरा खान डराउनु पर्दैन। चपाउनु भनेको केवल खाना खानु होइन, यो आफ्नो अनुहार र श्वास फेर्ने नलीलाई बचाउनु हो। तर के श्वास फेर्ने शक्ति यहाँ मात्र सीमित छ? अर्को भागमा हामी अझै गहिरो रहस्यमा प्रवेश गर्नेछौँ। च्याप्टर 8 मोरमा हामी जानेछौँ कसरी विशेष तरिकाले श्वास फेरेर मानिसहरू आफ्नो इम्युन सिस्टमलाई नियन्त्रण गर्छन् र कसरी सासकै भरमा वजन घटाउन सम्भव छ। त्यसैले त्यो भिडियोको लागि अहिले नै सब्स्क्राइब गर्नुहोस्। म डिम्पल अर्को भागमा भेटौँला। धन्यवाद।